अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर कान्तिपुर दैनिकको पहिलो पृष्ठमा पूर्व विशिष्टलाई आजीवन सुविधा दिने कानून बनाउँदै सरकार शीर्षकमा मातृका दाहालले खबर लेख्नु भएको छ। विकास निर्माण र सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउन नसकेको भनेर आलोचना भइरहेकै बेला सरकार भने पूर्व विशिष्ट पदाधिकारीलाई राज्य ढुकुटीबाट कस्तो सुविधा दिने कानून बनाउन अग्रसर देखिएको छ। पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, मन्त्री परिषदका पूर्व अध्यक्ष, पूर्व सभामुख र राष्ट्रिय सभाका पूर्व अध्यक्षलाई आजीवन मासिक भत्ता, घर भाडा, घर मर्मत खर्च, सवारी साधन, सचिवालयमा कर्मचारी र सहयोगी राख्ने सहितका आजीवन सुविधा दिने गरी कानूनको मस्यौदा बनाउँदैछ। पूर्व पदाधिकारीको सुविधा सम्बन्धी विधेयक तर्जुमाका लागि गृहमन्त्री रमेश लेखकले मन्त्री परिषदमा प्रस्ताव लग्नु भएको थियो। मन्त्री परिषदले सहमति दिएपछि पूर्व राष्ट्रपति, उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, मन्त्री परिषदका पूर्व अध्यक्ष, पूर्व सभामुख र राष्ट्रिय सभाका पूर्व अध्यक्षलाई आजीवन सुविधा दिने गरी विधेयकको मस्यौदा बनाउन गृह मन्त्रालय जुटेको छ।